Imagine the world without computers. No internet, no smartphone, no ATMs, no digital systems, and no online media. Today, computer runs almost everything around us. That's why no matter what you do in this modern era of technology, understanding the computer fundamentals is extremely important. This is all about this video where we will discuss about the concept of computer. This is the first video in the series of the PSC exam preparations for IT and computer related topics. So without any further ado, let's get started. सो पहिलो क्वेसन भनेको चाहिँ व्हाट इज कम्प्युटर. हामी सबैले स्कुलदेखि नै पढ्दै आइरहेको कुरो हो व्हाट इज कम्प्युटर भनेर. सो व्हाट वी हेभ स्टडीड इज द बेसिक लेभल अफ डेफिनेसन फर द कम्प्युटर. र हामीले के सिकेको छौँ भन्दाखेरि मेसिन द्याट एक्सेप्ट इनपुट प्रोसेस द्याट एन्ड प्रोड्युसेस आउट इज कम्प्युटर. सुरुमा चाहिँ कम्प्युटर भनेको क्यालकुलेसन गर्न बनाएको मसिन हुने गर्थ्यो र पछि चाहिँ के गर्न थाल्यो भन्दाखेरि त्यो मेसिनले अटोमेटिकली ती कम्प्युटेसनहरू क्यालकुलेसनहरू चाहिँ गर्न थाले र मान्छेलाई त्यसलाई कम्प्युटर भन्न थाले. त्यहीबाट कम्प्युटरको नाम चाहिँ ओरिजिनेट भएको थियो कम्प्युटर भनेर, किनकि कम्प्युटर अलवेज कम्प्युट्स समथिङ. बट इन द टुडेज वर्ल्ड कम्प्युटर इज नट ओन्ली लिमिटेड टु द कम्प्युटिङ. The first definition of computer can be defined as computer is a machine that performs calculations. But this is the very basic definitions र यसमा चाहिँ हामीले धेरै इम्प्रुभमेन्टहरू गर्नुपर्ने छ. तर यहाँ हामी बेसिकबाट सुरु गर्छौँ र बिस्तारै यो डेफिनेसनमा चाहिँ इम्प्रुभ गर्दै रहन्छौँ. हियर वी हेभ सेड कम्प्युटर इज अ मेसिन द्याट पर्फर्म्स क्यालकुलेसन. सुरुमा फर्स्ट जेनेरेसनतिरको कम्प्युटरहरू चाहिँ या इनिसियल जेनेरेसनको कम्प्युटरहरू चाहिँ क्यालकुलेसन्सहरू पर्फर्म गर्नलाई चाहिँ कम्प्युटेसनहरू गर्नलाई नै डिजाइन गरिएको हुन्थ्यो. तर आजका कम्प्युटरहरू भने खालि ती कम्प्युटेसन्सहरू या क्यालकुलेसन्सहरू मात्रै पर्फर्म गर्दैनन्, त्यसका अलावा पनि भिडियोहरू प्ले गर्ने, इन्टरनेटहरू ब्राउज गर्ने, डकुमेन्ट्सहरूलाई एडिट गर्ने जस्ता थुप्रै कामहरू चाहिँ गर्न सक्छन्. अब यसमा हामीले के गर्न सक्छौँ त, यो डेफिनेसनलाई कसरी इम्प्रुभ गर्न सक्छौँ त भन्दाखेरि पहिलो कुरो कम्प्युटर भनेको खालि मेसिन होइन. कस्तो मेसिन हो त भन्दाखेरि इलेक्ट्रोनिक मेसिन हो. किनकि मेसिन मात्रै भन्यो भने एउटा चामल बनाउने मेसिनमा धान इनपुट लिन्छ, त्यसलाई प्रोसेस गर्छ र चामल निकालिदिन्छ. पछि त्यहाँ पनि इनपुट छ, प्रोसेस छ, आउटपुट छ. बट द्याट इज नट अ कम्प्युटर, द्याट इज स्टिल अ मेकानिकल मेसिन. हामीले कम्प्युटर डिफाइन गर्दाखेरि पहिलो कुरो के बुझ्नु पर्यो त भन्दाखेरि कम्प्युटर खालि मेसिन होइन, कस्तो मेसिन हो त भन्दाखेरि इलेक्ट्रोनिक मेसिन हो. सेकेन्ड कुरा भनेको यसको इनपुट जहिले पनि डेटा नै हुने गर्दछ. हामीले त्यसलाई इमेज दिए पनि, हामीले त्यसलाई डकुमेन्ट्स दिए पनि, हामीले त्यसलाई जेसुकै दिए पनि कम्प्युटरले चाहिँ त्यसलाई अलवेज ट्रिट एज अ डेटा. सो यसको इनपुट र आउटपुट चाहिँ अलवेज के हुन्छ त भन्दाखेरि डेटा हुन्छ. कम्प्युटरले प्रोसेस पनि अलवेज डेटालाई गर्छ. अब यो एकछिन यहाँ एउटा कुरो बुझ्नुपर्ने के छ भन्दाखेरि डेटा र इन्फर्मेसन बिचको ग्याप या डिफरेन्स पनि हामीले बुझ्नु आवश्यक छ. सो व्हाट इज डेटा एन्ड व्हाट इज इन्फर्मेसन. डेटा भनेको चाहिँ के हो भन्दाखेरि र पिस अफ इन्फर्मेसन या र पिस अफ भ्याल्युज जुन हामी चाहिँ जस्तो फर एक्जाम्पल क्यामेराबाट फोटो खिच्यो भने उसले त्यो फोटोलाई पनि एज अ डेटाको फर्ममा चाहिँ राखेको हुन्छ. त्यस्तै गरी हामीले सेन्सरहरूबाट डेटा पाउन सक्छौँ या कम्प्युटरबाट पनि सर्टेन डेटा स्टोरेजमा राखेको डेटाहरू रिड गर्न सक्छौँ. सो त्यो र फर्मेटमा छ भने चाहिँ त्यो डेटा भयो. फर एक्जाम्पल हामीले स्ट्याटिस्टिक्सकै कुरा गर्ने हो भने सपोज हामीसँग 10वटा कुनै नम्बर छ, 70, 85, 90 समथिङ लाइक द्याट. सो दिज आर अल द डेटा. यो कुराहरू चाहिँ डेटा छ जुन चाहिँ अहिले एक्जिस्टेन्समा छ. उसले केही न केही इन्फर्मेसन पनि बोकेको छ, बट वी नो लङ्गर नो द्याट इन्फर्मेसन येट. सो द्याट इज द डेटा. अनि इन्फर्मेसन भनेको चाहिँ के हो त भन्दाखेरि इफ वी प्रोसेस द्याट डेटा वी विल गेट समथिङ मिनिङफुल फ्रम द्याट एन्ड द्याट इज द इन्फर्मेसन. फर एक्जाम्पल हामीसँग भएको 10वटा डेटाबाट हामीले एभरेज निकाल्यो भने द्याट इज नाउ द इन्फर्मेसन. सो वी नो व्हाट इज डेटा, व्हाट इज information and what is the difference between them.
So now comes the part of input, process and output. हामीले कम्प्युटरको डेफिनेसन अहिलेसम्म के बुझेका छौँ त भन्दाखेरि इनपुट, प्रोसेस, आउटपुट। तर त्यसमा अलिकति इम्प्रुभ के गर्यौँ भन्दाखेरि कम्प्युटर इज एन इलेक्ट्रोनिक डिभाइस द्याट टेक्स डेटा एज इनपुट, प्रोसेस इट एन्ड आउटपुट द सिमिलर काइन्ड अफ डेटा। यो प्रोसेसबाटै के क्लियर छ त भन्दाखेरि हामीले फर एज इक्जाम्पल एउटा कम्प्युटरमा किबोर्डबाट टाइपिङ गरेर के गर्छौँ त भन्दाखेरि त्यो को डेटाहरू, की स्ट्रक्सहरूको डेटा हामीले कम्प्युटरलाई इनपुट दिन्छौँ। त्यस पछाडि कम्प्युटरले त्यसलाई प्रोसेस गर्छ र हामीले प्रेस गरेको कीहरूको बेसिसमा चाहिँ उसले सर्टेन केही न केही हामीलाई आउटपुट निकालिदिन्छ। सो द्याट इज द इनपुट, प्रोसेस एन्ड आउटपुटको कन्सेप्ट। अब त्यस पछाडि हामीले उसो भए यति नै हो त कम्प्युटरको फाइनल डेफिनेसन भन्दाखेरि त्यहाँ एउटा कुरा स्टिल हामीले थप्नु बाँकी छ। त्यो भनेको चाहिँ कम्प्युटर इज एन इलेक्ट्रोनिक डिभाइस द्याट टेक्स डेटा एज ए इनपुट, प्रोसेस द्याट एन्ड आउटपुट्स द डेटा अगेन। तर यहाँ एउटा कुरा बुझ्नु के आवश्यक छ भन्दाखेरि उसले प्रोसेस चाहिँ कसरी गर्छ त, के को बेसिसमा गर्छ त। हामीले इनपुट पनि दियो, उसले प्रोसेस गर्नु पर्यो, बट हाउ डज अ कम्प्युटर प्रोसेस द डेटा। सो त्यहाँ एउटा कन्सेप्ट आउँछ विथ द स्टोर प्रोसिजर इन द कम्प्युटर। सो कम्प्युटरमा एउटा स्टोर प्रोसिजर भन्ने कन्सेप्ट हुन्छ जसले चाहिँ के गर्छ त भन्दाखेरि प्री डिफाइन्ड इन्स्ट्रक्सनहरूको बेसिसमा चाहिँ त्यो कम्प्युटरले त्यो इनपुट गरेको डेटाहरूलाई चाहिँ प्रोसेस गरेर आउटपुट गर्छ। So, what will be the final answer, final definition of the computer? A computer is an electronic device that accepts data as input, processes it according to the instructions, and produces meaningful output. So, this is the kind of final definition of computer. सो त्यस पछाडि केही अब रियल लाइफ इक्जाम्पल्सहरू के हुन सक्छन् त कम्प्युटरका। अब यहाँ पहिलो कुरो के बुझ्नु आवश्यक छ भन्दाखेरि हामीले देखेको त्यो जुन सिपियु या ल्यापटप मात्रै कम्प्युटर होइन। पहिलो कुरो त्यो बुझ्नु पर्यो। कम्प्युटर इज अ भास्ट एरिया, भेरी बिग एरिया। सो हामीले युज गर्ने कम्प्युटर, ल्यापटप त कम्प्युटर भइ नै हाल्यो। त्यसका अलावा हामीले युज गर्ने मोबाइल पनि एउटा कम्प्युटर हो। त्यस्तै हामीले युज गर्ने एटिएम मेसिन्सहरू पनि कम्प्युटर हो। हामीले चलाउने फेसबुक, सोसल मिडियाहरू सबैलाई जुन होस्ट गर्छ, जुन सर्भिङ हुन्छ तिनीहरूको, त्यो सबै पनि केबाट आएको त भन्दाखेरि कुनै न कुनै कम्प्युटरबाट आएको हो। तर त्यसलाई चाहिँ हामीले आफै बसेर चलाएको होइन, त्यो चाहिँ सर्भरमा अटोमेटिकली रन भइरहेको हो। त्यस पछाडि हामीले इन्टरनेट युज गर्छौँ, यस्ता आइएसपीहरू छन्, उनीहरूले युज गर्ने नेटवर्किङहरूलाई चलाउने पनि के हुन्छ त कम्प्युटर हुन्छ। सो वाट वी हेभ लर्न एन्ड वाट वी हेभ सिन इन द डेली लाइफ इज कम्प्युटर, मोबाइल, ल्यापटपलाई धेरैसम्म चाहिँ मान्छेले कम्प्युटर बुझ्छन्, तर त्यसका अलावा पनि धेरै कुराहरू चाहिँ कम्प्युटर हुन्छ। फर एज इक्जाम्पल हामीले युज गर्ने क्यालकुलेटर, क्यालकुलेटरले पनि के गर्छ त भन्दाखेरि इलेक्ट्रोनिक डिभाइस हो। हामीले त्यसलाई की थिचेर इनपुट दिन्छौँ, त्यो इनपुटलाई उसले स्टोर्ड प्रोसिजर भन्नुको मतलब चाहिँ त्यहाँ हामीले प्लस गर्यो भने उसले एडिसन गर्छ, माइनस गर्यो भने सबट्र्याक्सन गर्छ। भनेपछि त्यहाँ अलरेडी डिफाइन्ड छ र त्यो कुराको बेसिसमा आउटपुट चाहिँ क्यालकुलेट गर्छ। त्यस पछाडि हामी आउँछौँ अब कम्पोनेन्ट्स अफ अ कम्प्युटर। सो बेसिकली हामीले स्कुलदेखि नै पढ्दाखेरि के बुझेका छौँ त भन्दाखेरि बेसिकली कम्प्युटरलाई 3 पार्टमा स्प्लिट गरेको देखाइन्छ। फर्स्ट पार्ट बिकम्स द सिपियु, सेकेन्ड पार्ट बिकम्स द आउटपुट डिभाइस एन्ड थर्ड पार्ट बिकम्स द इनपुट डिभाइस। इनपुट डिभाइस, सिपियु एन्ड आउटपुट डिभाइस। यसमा इनपुट डिभाइस भनेको हामीले अघि नै एक्सप्लेन गरे जस्तो कुनै पनि कुरा कम्प्युटरले इन गर्छ या त्यसले डेटा लिन्छ भनेपछि दोज आर कल्ड द इनपुट डिभाइस। फर एज एक्जाम्पल किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन एक्सेट्रा। त्यस पछाडि आउँछ सिपियु। अब यो सिपियु भनेको चाहिँ सेन्ट्रल प्रोसेसिङ युनिट हो। यसलाई ब्रेन अफ द कम्प्युटर पनि भनिन्छ, किनभने कम्प्युटरले गर्ने जति सबै कामहरू यही भित्र कम्प्लिट हुन्छ र त्यस पछाडि यसले प्रोसेस गरिसके पछाडि यसले चाहिँ के गर्छ त भन्दाखेरि आउटपुट टु द आउटपुट डिभाइस। सो आउटपुट डिभाइस भनेको के हो त भन्दाखेरि कम्प्युटरले प्रोसेस गरिसके पछाडि युजर सामु पुर्याउन या अरू कुनै पर्पजको लागि चाहिँ सिपियुदेखि बाहिर निकाल्छ भने त्यसलाई चाहिँ आउटपुट भन्छ र त्यो आउटपुटलाई मेबी डिस्प्ले गर्ने या प्रिन्ट गर्ने पर्पजले बनाएको डिभाइसहरू चाहिँ के हुन्छ त भन्दाखेरि आउटपुट डिभाइस हुन्छ। फर एज इक्जाम्पल अघि भने जस्तै कम्प्युटरको डिस्प्ले हुन सक्छ, उसले कम्प्युटरले प्रोसेस गरेको रिजल्टहरू, आउटपुटहरू स्क्रिनमा हामीलाई डिस्प्ले गर्छ। त्यस्तै गरी अर्को एउटा इक्जाम्पल भनेको प्रिन्टर हुन सक्छ। हामी कम्प्युटरले प्रोसेस गर्छ, हामीले डकुमेन्ट त्यहाँ बनाउँछौँ, उसले प्रोसेस पनि गर्छ, वर्ड फाइल बनाउँछ या पिडिएफ फाइल बनाउला र त्यसलाई के गर्छ त भन्दै हामीले
कन्ट्रोल पी गरेपछि उसले प्रिन्ट निकालिदिन्छ, द्याट इज द आउटपुट डिभाइस। त्यसै गरी अरू पनि थुप्रै डिभाइसहरू हुन्छ जस्तो स्पिकर हुन सक्ला। सो दोज आर द आउटपुट डिभाइसेस। यो भनेको बेसिक कम्पोनेन्ट्स अफ अ कम्प्युटर हो। तर यसलाई थप स्प्लिट गर्ने हो भने हामीले CPU लाई पनि फर्दर स्प्लिट गर्न सक्छौँ। CPU भित्र हेर्ने हो भने CPU भित्र पनि हामीले मेमोरी पाउन सक्छौँ, प्रोसेसर पाउन सक्छौँ र स्टोरेज पाउन सक्छौँ। अब यहाँ मैले मेमोरी र स्टोरेज चाहिँ किन फरक भने भन्दाखेरि कतै कतै हेर्दाखेरि यी दुईटालाई एकै ठाउँमा राखेर पनि हेर्ने गरिन्छ। सो दुईटै भनेको चाहिँ काइन्ड अफ मेमोरी नै हो, तर मेमोरी चाहिँ युजुअली प्राइमरी मेमोरीलाई कन्सिडर गर्छौँ जुन भनेको ऱ्यान्डम एक्सेस मेमोरी हो भने स्टोरेज भनेको नर्मली हामी पर्मानेन्ट स्टोरेज या सेकेन्डरी मेमोरी पनि भन्छ त्यसलाई। पर्मानेन्टली कुनै डेटालाई चाहिँ हामीले लङ टर्म सम्मको लागि स्टोर गरेर राख्नु छ भने त्यसको लागि चाहिँ युज गर्ने मेमोरी हो, त्यही भएर त्यसलाई सेकेन्डरी मेमोरी पनि भन्छ। सो मेमोरी भनेको प्राइमरी मेमोरी हो, जसलाई ऱ्याम भन्छौँ हामी, ऱ्यान्डम एक्सेस मेमोरी त्यसको फुल फर्म भयो भने त्यसमा चाहिँ नर्मली कम्प्युटर रन हुँदाखेरिको जम्मै प्रोसेसिङ गर्ने डेटाहरूलाई चाहिँ ले बोकेको हुन्छ र एकचोटि कम्प्युटर बन्द हुने बित्तिकै यो ऱ्याममा भएको डेटाहरू चाहिँ डिस्ट्रोय भएर जान्छ। त्यही भएर ऱ्यामलाई चाहिँ हामीले युजुअली भोलाटाइल मेमोरी पनि भन्छौँ। तर पर्मानेन्ट मेमोरीले भने त्यस्तो गर्दैन। पर्मानेन्ट मेमोरीमा एकचोटि गएर सेभ गरेको डेटा चाहिँ हामीले लङ टर्म पछाडि पनि त्यो कहिले पनि खोलेर हेर्दाखेरि चाहिँ इभन कम्प्युटर बन्द भए पनि उसले डेटालाई चाहिँ होल्ड गरिराख्छ। सो थर्ड भनेको चाहिँ त्यो भित्र हुने भनेको प्रोसेसर हो। सो दिस प्रोसेसरकै नामबाट चाहिँ ओभरअल CPU लाई चाहिँ हामीले सेन्ट्रल प्रोसेसिङ युनिट भने हुन्छौँ, किन भन्दाखेरि यो भित्र प्रोसेसर हुन्छ र यो प्रोसेसरले चाहिँ एक्चुअलमा कुनै पनि डेटालाई प्रोसेस गर्ने काम गर्दछ। अब यसको थप कुराहरू अलिकति हामी हार्डवेयरमा आएपछि थप कुरा गर्नेछौँ। अहिलेको लागि भने हामी कम्पोनेन्ट्सको बारेमा यति नै जान्छौँ। त्यस पछाडि हामीले बुझ्नु आवश्यक के छ त भन्दाखेरि क्यारेक्टरिस्टिक्स अफ कम्प्युटर हुनलाई चाहिँ के क्यारेक्टरिस्टिक्स हुनु पर्यो, के विशेषताहरू हुनु पर्यो, त्यसपछि चाहिँ हामीले त्यसलाई कम्प्युटर भन्न मिल्छ त भन्दाखेरि त्यसको लागि मसँग यो एउटा सर्टकट फर्मुला छ, SAVARDS। अब यति मात्रै क्यारेक्टरिस्टिक्स चाहिँ कम्प्युटरको हुँदैन, बट नर्मल्ली हामीले कन्सिडर गर्दाखेरि दिस इज द इनफ क्यारेक्टरिस्टिक्स फर द कम्प्युटर। त्यसमा के हुन्छ त भन्दाखेरि S रिप्रेजेन्ट्स द स्पिड। कम्प्युटर चाहिँ के हुनुपर्छ त भन्दाखेरि एउटा ह्युमन भन्दा चाहिँ एकदम हाई स्पिडमा, किनभने यो इलेक्ट्रोनिक डिभाइस भएकोले इलेक्ट्रिसिटीको स्पिडमा चाहिँ उसले प्रोसेसिङ गर्न सक्छ। अब यो भन्दै गर्दाखेरि फेरि त्यो बिचमा पनि कम्प्युटरको बिचमा पनि फेरि स्पिडको डिफरेन्स चाहिँ हुन्छ। सो स्पिड हुन्छ र इलेक्ट्रिक स्पिड हुन्छ भन्ने बित्तिकै फेरि सबै कम्प्युटरको स्पिड चाहिँ एउटै हुँदैन, त्यो चाहिँ फेरि उनीहरूको त्यो हार्डवेयरमा डिपेन्ड गर्ने कुरा हुन्छ। बट ओभरअल मोटामोटी कुरा चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि कम्प्युटर भनेको चाहिँ कम्प्युटरको एउटा क्यारेक्टरिस्टिक्स भनेको चाहिँ स्पिड हुन्छ, जुन चाहिँ युजुअली ह्युमन या अरू मेसिनहरू भन्दा चाहिँ फास्ट नै हुन्छ। सेकेन्ड प्रपर्टी एबाट के आउँछ त भन्दाखेरि एकुरेसी। हामी एउटै क्यालकुलेसन 4 चोटि गर्दाखेरि र कम्प्युटरले एउटै क्यालकुलेसन 4 चोटि गर्दाखेरि फरक पर्न सक्छ, किनभने हामीले कोही बेला अब 4 चोटिमा एकचोटि मिस्टेक गर्यो भने हाम्रो डिफरेन्ट आन्सर चाहिँ फरक पर्न सक्छ। तर कम्प्युटरको आन्सर चाहिँ सेम प्यारामिटर्सहरूको आउटपुट सेम कन्डिसनमा चाहिँ कहिले पनि चेन्ज हुँदैन। सो द्याट इज वान प्रपर्टी अफ द कम्प्युटर, द्याट इज कल्ड एक्युरेसी। थर्ड प्रपर्टी भनेको चाहिँ भर्सेटिलिटी हो। भनेको हामीसँग एउटै कम्प्युटर छ, त्यसलाई चाहिँ हामीले एज अ कम्प्युटेसन डिभाइस या क्यालकुलेसनको लागि क्यालकुलेटर जस्तो पनि युज गर्न सक्छौँ। सेम डिभाइस हामीले एउटा मुभी हेर्नलाई फिल्म हेर्नलाई पनि युज गर्न सक्छौँ। सेम डिभाइस हामीले अफिसको एउटा एकाउन्टिङको हिसाब गर्नलाई चाहिँ पनि युज गर्न सक्छौँ। सो देयर आर भेराइटी अफ युजेस अफ अ सिंगल कम्प्युटर। एउटै कम्प्युटरलाई चाहिँ हामीले मल्टिपल भर्सनमा या मल्टिपल सिचुएसनमा मल्टिपल तरिकाले युज गर्न सक्छौँ। त्यो प्रपर्टी भनेको चाहिँ के हो त? भर्सेटिलिटी हो। फोर्थ प्रपर्टी भनेको एबाट आउँछ, अटोमेसन। यो कम्प्युटरमा हामीले एकचोटि सर्टेन एउटा प्रोग्राम राखेर रन गरिदिएपछि मान्छेको इन्टरभेन्सन चाहिँ यसले रिक्वायर गर्दैन। अर्थात् यसलाई एकचोटि प्रोग्राम हालेर इनपुट हालेर सबै राखेर चलाइदियो भने चाहिँ उसले अटोमेटिकली सबै काम आफैले गर्दै जान्छ। सो यो अटोमेटिक हुन्छ, त्यही भएर यसको एउटा क्यारेक्टरिस्टिक्स चाहिँ अटोमेसन पनि हो। त्यस पछाडि पाँचौं क्यारेक्टरिस्टिक्स आउँछ रिलायबिलिटी। अब यो कम्प्युटर भनेको चाहिँ युजुअली के भनिन्छ त भन्दाखेरि अरू प्रपर्टीहरूबाटै पनि हामीले भनौँ न एकुरेसीहरू या कतै फेलियर हुने कुराहरूको लागि चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि अरू कुराहरू भन्दा चाहिँ या ह्युमनहरू भन्दाखेरि चाहिँ कम्प्युटर चाहिँ के हुन्छ? रिलायबल हुन्छ भन्ने यसको एउटा प्रपर्टी, त्यही भएर रिलायबिलिटी हो। त्यसपछि सिक्स्थ प्रपर्टी भनेको चाहिँ डीबाट डिलिजेन्स हो। डिलिजेन्स किन भन्दाखेरि अब एउटा मान्छे वर्कर राखेर
त्यहाँ सर्टेन काम लगाइयो भने उसले के गर्छ त भन्दाखेरि सर्टेन एउटा टाइम पछाडि ऊ थाक्छ या उसलाई सर्टेन रेस्ट चाहिन्छ या उसको सर्टेन आवर भित्र मात्रै उसले काम गर्छ त्योभन्दा बेसी चाहिँ उसले काम गर्दैन। तर एउटा कम्प्युटरलाई सेम काम लगाएर इन्भाइरोमेन्ट मिलाइदिएर चलाइदिने भने उसले चाहिँ कहिले पनि त्यो न त त्यो रेस्ट माग्छ न त वर्किङ आवर डिफाइन गर्न भन्छ न त कहिले पनि अब त म यो काम सक्दिनँ भोलि गर्छु भनेर पनि भन्दैन। सो द्याट इज वान प्रोपर्टी अफ द कम्प्युटर इन्टेलिजेन्स। त्यस पछाडि आउँछ अर्को स्टोरेज। स्टोरेज भनेको चाहिँ एज वी नो कम्प्युटरमा एकचोटि प्रोसेस गरेर राखिसकेको डेटालाई चाहिँ हामीले पर्मानेन्टली सेकेन्डरी मेमोरीमा लगाएर स्टोर गरेर राख्न सक्छौँ जुन इन फ्युचर चाहिँ हामीलाई काम दिन सक्छ। त्यही भएर त्यसको कम्प्युटरको एउटा इम्पोर्टेन्ट क्यारेक्टरिस्टिक्स भनेको चाहिँ स्टोरेज पनि हो। त्यस पछाडि आउँछ एप्लिकेसन्स अफ अ कम्प्युटर। अब यो अहिलेको जमानामा हेर्ने भने कम्प्युटर हेज बिन युज्ड इन एभ्री सेक्टर अफ अ सोसाइटी। फर इक्जाम्पल एजुकेसन सेक्टरमा हेर्ने भने अनलाइन लर्निङ या रिसर्च पर्पजको लागि पनि कम्प्युटरहरू युज भइरहेछन् भने जस्तै हेल्थ केयरमा हेर्ने भने हेल्थ केयरमा पनि अहिले लट्स अफ मेडिकल डिभाइसेसहरू हेर्न सक्छौँ जुन चाहिँ अलरेडी बिल्ट इन कम्प्युटर युज गरिरहेका हुन्छन्। त्यस्तै गरी बिजनेसमा हेर्ने भने त्यो डेटा म्यानेजमेन्टदेखि लिएर बिजनेस इन्टेलिजेन्स ग्यादर गर्नेसम्म पनि त्यसलाई युज गरिरहेछ भने हामीले ब्याङ्किङ सेक्टरमै पनि हेर्ने हो भने ब्याङ्किङ सेक्टरमा पनि ब्याङ्किङको कोर सिस्टम चलाउनेदेखि लिएर मोबाइल ब्याङ्किङसम्म या डिजिटल पेमेन्टसम्म थुप्रै कुराहरूको लागि चाहिँ या एटिएम मेसिनहरू चलाउँछौँ हामीले एटिएम मेसिनहरूकै लागि भए पनि थुप्रै कुराहरूमा चाहिँ कम्प्युटरको चाहिँ एप्लिकेसन हामीले देख्न सक्छौँ। अब यसको इम्पोर्टेन्सको बारेमा कुरा गर्नुपर्दाखेरि साधारणतया हामी के भन्छौँ भन्दाखेरि अहिले नर्मल्ली अनलाइन या इन्फर्मेसन टेक्नोलोजीको युगमा अनलाइन ब्याङ्किङ, एटिएम मेसिन, ट्रान्ज्याक्सन प्रोसेसिङ, डेटा म्यानेजमेन्ट, सेक्युरिटी अफ सिस्टमहरूको लागि चाहिँ यो कम्प्युटर भनेको चाहिँ एकदम इम्पोर्टेन्ट हो। किनभने हामीले यदि अनलाइन ब्याङ्किङ राख्छौँ भने त्यहाँ विदाउट कम्प्युटर चाहिँ द्याट इज नट पोसिबल। त्यस्तै गरी एटिएम मेसिन चलाउन पनि विदाउट कम्प्युटर नट पोसिबल। ट्रान्ज्याक्सन प्रोसेसिङ गरिरहेछौँ हामीले पहिले ढड्डाको सिस्टम हुन्थे त्यसलाई प्रोसेस गर्न एकैजनालाई पनि 5 मिनट 10 मिनट लाग्थ्यो भने अहिले कम्प्युटरले अटोमेटिक गरिदिन सक्छ। सो दोज आर द सेपरेट थिङ्स। अब त्यही ब्याङ्ककै कुरा गर्ने भने ब्याङ्कमै अब भनौँ न खातामा पसेको पैसा छ भने उसले त्यहाँ ब्याज क्यालकुलेट गरिरहेछ। पहिले चाहिँ त्यही क्यालकुलेट गर्नलाई कति समय लाग्थ्यो अहिले चाहिँ कम्प्युटरले अटोमेटिकली दिनदिनै त्यो गर्दै गइरहेको हुन्छ। सो त्यो प्रोसेसिङहरूको लागि पनि चाहिँ कम्प्युटर एकदम इम्पोर्टेन्ट छ। त्यस्तै गरी डेटा म्यानेजमेन्टको लागि अब पहिले सबै कुरो ढड्डामा हुन्थे, ढड्डा पानीले भिज्ला फिजिकल इस्युहरू आउन सक्थ्यो, वेयर एन्ड टियरको प्रब्लमहरू हुन सक्थ्यो या त्यसलाई फेरि कसरी राख्ने कहाँ राख्ने फिजिकल स्पेसको पनि कुराहरू आउँथ्यो भने अहिले चाहिँ सबै एउटा सिस्टमभित्र एउटा सर्भरभित्र नै सबै कुरो म्यानेज भइसक्छ र कम्प्युटरले अटोमेटिकली त्यो कुराहरूलाई चाहिँ म्यानेज गरिदिन्छ हाम्रो लागि। सो त्यहाँ पनि कम्प्युटरको राम्रो एउटा इम्पोर्टेन्स चाहिँ देखिन्छ। त्यस्तै गरी सेक्युरिटी अफ द सिस्टम पहिले चाहिँ त्यो फिजिकल सिस्टमहरू हुँदाखेरि हामीले फिजिकल सेक्युरिटीको मात्रै कुरा आउँथ्यो, फिजिकल सेक्युरिटी ब्रिच गरेर जोसुकै पनि हेर्न मिल्थ्यो भने अहिले चाहिँ हामीले फिजिकल सेक्युरिटी प्लस डिजिटल सेक्युरिटी लजिकल सेक्युरिटीहरू पनि सबै राखेका हुन्छौँ। जस्तो फर एक्जाम्पल सिसी क्यामेराहरूले त्यो कुराहरूलाई मोनिटर गरेका हुन्छ। फिजिकल सेक्युरिटी लकहरू राख्ने त छँदैछ। त्यस पछाडि फेरि त्यो फिजिकली त्यहाँ सर्भरमा पुगेर पनि कसैले चाहिँ त्यो डेटा चोर्न सक्दैन किन भन्दाखेरि त्यो डेटा भनेको त त्यो भित्र हुन्छ, कम्प्युटर खोलेर मात्रै एक्सेस गर्न मिल्छ। सो त्यो लेभल अफ सेक्युरिटी पनि हामीले त्यहाँबाट चाहिँ डेफिनेटली इन्क्रिज भएको पाउँछौँ। त्यसको लागि पनि कम्प्युटरको एउटा मेजर रोल चाहिँ हुन्छ। अब हामीले अलमोस्ट कम्प्युटरसँग रिलेटेड बेसिक कन्सेप्टहरूको बारेमा सबै कुराहरू डिस्कस गऱ्यौँ। अब यसबाट स्याम्पल क्वेसनहरू चाहिँ कस्तो कस्तो आउन सक्छ त त्यो कुराहरू चाहिँ हेर्दाखेरि जस्तो यसबाट नर्मली आउने क्वेसन भनेको चाहिँ व्हाट इज कम्प्युटर सिस्टम, जसको त्यो डेफिनेसनदेखि लिएर हामीले सकिन्छ भने त्यो डेफिनेसन, क्यारेक्टरिस्टिक्स, त्यसको इम्पोर्टेन्सहरू पनि अलिअलि लेख्न सक्यो भने राम्रो हुनसक्छ। त्यस पछाडि व्हाट इज इन्फर्मेसन टेक्नोलोजी भन्ने अर्को क्वेसन हुनसक्छ। अब यो क्वेसन आउँदाखेरि चाहिँ नर्मली 3 किसिमले आउन सक्छ। जस्तो व्हाट इज इन्फर्मेसन टेक्नोलोजी, व्हाट इज इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी एन्ड व्हाट इज कम्युनिकेसन टेक्नोलोजी। अब यहाँ हामीले कुनै सर्टेन इन्फर्मेसनलाई चाहिँ त्यसको इन्फर्मेसनको ग्यादरिङ, त्यसको प्रोसेसिङ, त्यसको डिस्ट्रिब्युसन या त्यसको त्यहाँबाट चाहिँ एक्सट्र्याक्सन अफ इन्फर्मेसन गर्ने भने चाहिँ द्याट इज रिलेटेड टु इन्फर्मेसन टेक्नोलोजी। त्यस्तै गरी हामीले खालि इन्फर्मेसन टेक्नोलोजी मात्रै पढेर चाहिँ अलिकति कम्प्लिट चाहिँ हुँदैन। किन हुँदैन भन्दाखेरि हामीसँग इन्फर्मेसन छ, हामी त्यसलाई प्रोसेस गर्छौँ, त्यसलाई सर्टेन त्यहाँबाट मिनिङफुल केही
आउटकम लिन्छौँ द्याट इज ओके। बट हामीले अहिलेको टाइममा चाहिँ खालि हामीसँग भएको डेटालाई मात्रै होइन, हामीले एभाइलेबल अरू अरू सोर्सेसहरूबाट पनि डेटा कलेक्ट गर्छौँ। र त्यो डेटा कलेक्ट गर्दाखेरि जुन हामीले नेटवर्किङको युज गर्छौँ, जुन हामी इन्टरनेटको युज गर्छौँ, पछि गएर हामीले इन्टरनेटहरू पढ्छौँ या सेटेलाइट कम्युनिकेसनहरू पढ्छौँ, मोबाइलको डेटाहरू हामीले युज गर्छौँ, दोज अल द पार्ट्स आर द पार्ट्स अफ द कम्युनिकेसन टेक्नोलोजी। किनभने त्यहाँ चाहिँ डेटालाई एउटा सिस्टमबाट अर्को सिस्टममा कम्युनिकेट भइरहेछ। त्यो कम्युनिकेसनको टेक्नोलोजीहरू भनेको चाहिँ कम्युनिकेसन टेक्नोलोजीभित्र पर्छौँ। र यो दुइटैलाई मर्ज गर्यो भने चाहिँ द्याट बिकम्स द आइसिटी, द्याट इज इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी। सो अब यो बेसिक रूपमा चाहिँ मैले यसको डिफाइन गर्ने कोसिस गरेको छु। लगभग क्वेसन चाहिँ यही नै हुन्छ। त्यस पछाडि जस्तै कहिलेकाहीँ चाहिँ वाट इज सेन्ट्रल प्रोसेसिङ युनिट सिपियु भनेर पनि क्वेसन गरेको छ। एक्सप्लेन हाउ सिपियु एन्ड मेमोरी कम्बाइन्डली चाहिँ वर्क टुगेदर भनेर पनि एक्सप्लेन गर्न भनेको छ। अब यो कुरालाई चाहिँ मैले अघि पनि एक्सप्लेन अलरेडी गरिसकेको छु। कम्प्युटरको जुन ब्लक डायग्राम बनाएरै भन्छ, अघि पनि हामीले एक्सप्लेन गर्दाखेरि ब्लक हेरेका थियौँ। जहाँ चाहिँ के हुन्छ, इनपुट डिभाइस हुन्छ, उसले सर्टेन डेटा इनपुट दिन्छ, त्यो इनपुट डेटा चाहिँ प्रोसेसरमा जान्छ, प्रोसेसरले प्रोसेसिङ गर्छ, र द्याट डेटा अब त्यस पछाडिको जुन आउटपुट हुन्छ त्यो आउटपुट डिभाइसहरूमा आउँछ। आइदर द्याट विल बी इन द फर्म अफ प्रिन्टेड कपी, हार्ड कपी, अर इन द डिस्प्ले, कम्प्युटर डिस्प्ले। यस्तै यस्तै कम्प्युटरहरूको चाहिँ क्वेसनहरू नर्मली सोधिन्छ। अब यस अलावा पनि तपाईँहरूसँग कुनै क्वेसन छ भने प्लिज डु मेन्सन द्याट क्वेसन इन द कमेन्ट डाउन बिलो। आई विल ट्राई टु आन्सर द्याट अन द नेक्स्ट भिडियो। सो यो चाहिँ आजको भिडियो थियो कम्प्युटरको बेसिक कन्सेप्टको बारेमा। यस पछाडि पनि हामीले अब नेक्स्ट भिडियोमा हिस्ट्री अफ कम्प्युटर र यसको टाइप्सहरूको बारेमा पनि अर्को भिडियो लिएर आउनेछौँ। सो टिल देन स्टे ट्युन एन्ड दिस इज अजय साइनिङ अफ।